अझै धेरै माया भएको छ यो कुरो भन्दछ कि है मेरो लागि गरेर है जस्तो सुकै रेडी त पनि हामी पापीहरूको उद्धार गर्नको लागि चाहिँ परमेश्वर चाहिँ प्रभु यीशु ख्रीष्ट चाहिँ खुसी नै थियो है र हामी अब सुरुको प्रार्थना गर्नेछौँ सुरुको प्रार्थनाको लागि आमालाई यो समय दिन चाहन्छु सबैलाई जय मसीह आजको दिन हामी रमाइलोको दिन खुसीको दिन है आज हामी खुसियाले यहाँ यो घरमा हामी आएका छौँ आशीर्वाद माग्नको लागि है त्यस कारणले गर्दा हामी आजको सङ्गतिलाई प्रभुको हातमा राख्दछौँ हामी प्रार्थना गर्नेछौँ आउनुहोस् हामी सुरुको प्रार्थना गर्नेछौँ हालेलुया हालेलुया स्वर्गमा उच्चार आउनुहुने महान जिउँदो जीवित परमेश्वर बुवा तपाईँलाई धन्यवाद दिन चाहन्छौँ तपाईँ सृष्टि गर्दा उद्धार गर्दा पालना गर्दा तपाईँ जीवित परमेश्वरलाई मेरो हृदयदेखि तपाईँलाई धन्यवाद जनाउँदछौँ प्रभु तपाईँ महान परमेश्वर असल परमेश्वर तपाईँ गोठालो परमेश्वरलाई हामी धन्यवाद भन्दछौँ प्रभु तपाईँले आज हामीलाई प्रभु टाढा नजिकदेखि लिएर आज यस घरमा प्रभु ल्याउनु भएको छ भेला गरिदिनु भएको छ प्रभुलाई हामी धन्यवाद भन्दछौँ प्रभु आज प्रभु हामी भेलामध्ये नभइकन प्रभु तपाईँको महिमाको निम्ति तपाईँसँग हामी भेटघाट गर्नको लागि प्रभु हामी यसरी भेला भएका छौँ प्रभु तपाईँलाई धन्यवाद छ प्रभु आजको यो अनि सङ्गतिलाई प्रभु हामी सुरु गर्न गइरहेको छौँ प्रभु आजको यो सङ्गतिलाई सुरुदेखि अन्तसम्म अन्तदेखि सुरुसम्म प्रभु आफै चलाउनुहोस् प्रभु हामीलाई गाउनमा बोल्नुमा नाच्नमा हरेक कुरामा परमेश्वरले सहायता गर्नुहोस् बिचमा आलमलाउने बाधा ल्याउने परीक्षा ल्याउने निराश ल्याउने त्यो अन्धकारको शक्तिदेखि यसको नामबाट आला गरिदिनुहोस् प्रभु हामी एकको साथमा तपाईँ रहनुहोस् हामीलाई सबै कुरामा प्रभु तपाईँले सहायता र मद्दत गर्नुभएको होस् प्रभु आजको यो नाच गानलाई प्रभु रमाइलो कार्यक्रमलाई सङ्गतिलाई सबै कुरालाई परमेश्वर तपाईँको हातमा राख्दछौँ तपाईँलाई हामीले सहायता गर्नुहोस् आजको यो सङ्गति चलाउने अनि छोरीको साथमा पनि तपाईँ रहनुहोस् सञ्चालन गर्ने छोरी तपाईँ छोरी नभइकन प्रभु तपाईँ आफै भइकन आफैले चलाउनुहोस् अब उहाँको अनि ओर जिब्रोमा हृदयमा सबै कुरामा परमेश्वरले सहायता गर्नुहोस् प्रभु धन्यवाद छ आजको यो कार्यक्रमलाई प्रभु सुरुदेखि अन्तसम्म अन्तदेखि सुरुसम्म प्रभु आफै चलाउनुहोस् भनेर म यिनी बिन्ती गर्दछौँ प्रभु धन्यवाद छ यो गाउने समय बोल्ने समय सबै कुरा प्रभु तपाईँको हातमा सुम्बिँदै माग्छौँ आशीर्वादको नाउँमा प्रार्थना गर्नु मलाई धेरै धेरै धन्यवाद गीत गाउनेतर्फ जान्छौँ भजन गाउनेतर्फ जान्छौँ सुनाएको टोलीलाई म एउटा